So this is SX31 wireless mic जुन माइक चाहिँ मैले अनलाइनबाट अर्डर गरेको छु र यसको टोटल कस्ट चाहिँ मलाई 3200 पर्न आएको छ विथ डेलिभरी चार्ज एन्ड टुडे आई एम गोइङ टु अनबक्स दिस माइक्रोफोन र यसको फुल रिभ्यू भिडियो चाहिँ म पछि ल्याउने छु सो आज चाहिँ लेट्स अनबक्स इट टुगेदर है त सो अब चाहिँ हामी यो माइकको अनबक्सिङ गर्छौं मैले चाहिँ यो माइक्रोफोन अनलाइन अर्डर गरेको थिएँ र यसको टोटल कस्ट चाहिँ मलाई 3200 रुपैयाँ परेको थियो यहाँनिर चाहिँ 3100 रुपैयाँ मात्रै देखाइरहेको छ किनभने मैले 100 चाहिँ एडभान्समै पेमेन्ट गरिदिएको थिएँ अब यो प्याकेजिङ हेर्दाखेरि त अलिकति राम्रै छ हैन यो बाहिरबाट गरेको प्याकेजिङ चाहिँ राम्रै छ सो भित्र चाहिँ कस्तो छ लेट्स अनबक्स इट है अब मसँग ब्लेड छ यहाँनिर यसले काट्दिम यसलाई यस प्याकेजिङ चाहिँ राम्रै रहेछ बाहिरबाट प्याकेजिङ चाहिँ राम्रै गरेको छ अब यो मैले यसलाई पुरै च्यातिदिएँ सो दिस इज द रियल बक्स हैन यो चाहिँ बाहिरको प्याकेजिङ थियो अब यहाँनिर SX31 भनेर लेखेको छ 3 इन मल्टी फङ्सन वायरलेस माइक 100% ओरिजिनल भनेर लेखेको छ हैन अब यहाँ देखाएको छ दुईटा हामीसँग माइक छ एउटा रिसिभर छ अनि अब के को लागि चाहिँ यो युजफुल हुन्छ भनेर देखाएको छ लाइभ शो गर्नको लागि ब्लग सर्ट भिडियो बनाउनको लागि इन्टरभ्यू गर्नको लागि त्यसपछि अरु यसको फिचर्सहरु यहाँनिर छ 30 मिटर अफ एक्सेसिबल रिसेप्सन भनेको छ 30 मिटरसम्म चाहिँ हामीले यसलाई युज गर्न सक्छौं 1 आवर चार्जिङ टाइम 1 घण्टाको चार्जिङ टाइम रहेछ यसको हैन अनि 12 देखि 14 घण्टासम्म चाहिँ यसको ब्याट्री ब्याकअप हुने रहेछ सो अब यहाँनिर यसले दिएको छ अब यो रियलमा हुन्छ कि हुँदैन त्यो चाहिँ हामी पछि टेस्ट गर्नेछौं म पछि टेस्ट गर्छु अनि त्यसको लङ टर्म रिभ्यू दिनेछु है अब यसको अरु फिचर्सहरु पनि छन् यहाँनिर जुन कुरा चाहिँ म यहाँनिर हेर्दिन अब यो टाइप सी मा पनि युज हुन्छ आइफोन को लागि पनि युज हुन्छ 3.5 mm ज्याक को लागि पनि युज हुन्छ अब मेरो चाहिँ टाइप सी छ हैन सो अब यहाँनिर अरु फिचर्सहरु छ त्यो मैले हेरिन सो यसलाई च्यातौं है के रहेछ त भित्र के कुरा आउँछ त्यो पनि म तपाईलाई देखाउँछु ओके फाइनली अब लेट्स सी बक्स भित्र के आउँछ हो वी हैव माइक्रोफोन हियर अर्को पनि माइक्रोफोन छ अनि हियर इज द रिसिभर अब रिसिभरमा चाहिँ हामीसँग के छ त यो भनेको टाइप सी को लागि आइफोन को लागि अनि वी हैव यहाँनिर सायद 3.5 mm ज्याक को लागि पनि छ होला त्यो चाहिँ मेबी यहाँनिर हामीले यहाँबाट चाहिँ युज गर्नुपर्छ होला 3.5 mm ज्याक को लागि चाहिँ अब वी हैव माइक्रोफोन हियर एउटा माइक्रोफोन भयो अनि वी हैव अनदर माइक्रोफोन हियर अनि यसको फर पनि रहेछ यहाँनिर तल यो फरले चाहिँ यसको बाहिरको त्यो वाइन्डहरुलाई हैन त्यो हावाहरुलाई यसले रिड्युस गर्छ सो यो 3.5 mm ज्याक को लागि होला सायद यो अनि यो चार्जर पनि छ यहाँनिर हामीसँग यो माइक्रोफोनलाई चार्ज गर्नु पर्यो टाइप सी मा रहेछ चार्जर हैन मेबी यो कताबाट चार्जर गर्ने यहाँबाट चार्ज गर्ने होला सायद यहाँबाट चार्ज गर्ने हो यो सो अब यो माइक्रोफोनले कस्तो काम गर्छ भनेर चाहिँ यसको लङ टर्म रिभ्यू चाहिँ म पछि दिनेछु सो यही थियो यसको अनबक्सिङ आज हैन अब यहाँनिर के कुराहरु छ हेर्न सक्नुहुन्छ यो पावर बटन यो हो हैन यो भोल्युम बढाउने भोल्युम घटाउने बटन छ अनि अब यसरी चाहिँ हामीले कलरमा क्लिप गरेर राख्न सक्छौं यो चार्जिङ पोर्ट हो यो 3.5 mm ज्याक को लागि होला सायद यो हैन आई डोन्ट नो यो के हो सायद त्यसपछि अब यो फरलाई चाहिँ यहाँनिर हामीले राखेर युज गर्न सक्छौं सो यसलाई पनि हेरौं वाउ यो चाहिँ क्या दामी रहेछ कस्तो मुलायम छ के अब यसले चाहिँ त्यही बाहिरको हावाहरुलाई भनौं न हावाहरुको त्यो जुन साउन्ड आउँछ हो त्यसलाई चाहिँ रिड्युस गर्छ होला सायद यसले सायद हैन त्यही रिड्युस गर्छ यसलाई हामीले यहाँनिर ट्याक्क यो तरिकाबाट चाहिँ यसरी राख्नुपर्ने हुन्छ हैन सब यसलाई कनेक्ट गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्देखि यो रिसिभर चाहिँ हाम्रो मोबाइलमा लगाउनु पर्छ हैन रिसिभर हाम्रो मोबाइलमा लगाउनु पर्ने हुन्छ सो एकचोटी यो चेक पनि गरौँ ल मैले चाहिँ अहिले अर्को माइक्रोफोनबाट यो भिडियो बनाइरहेको छु मसँग चाहिँ अर्को यो केनान वायरलेस माइक्रोफोन छ अब यसले चाहिँ ब्याकग्राउन्ड नोइजलाई चाहिँ रिडक्सन गरेन त्यही भएर मैले यो माइक्रोफोन अर्डर गरेको छु हैन अब यसले चाहिँ ब्याकग्राउन्ड नोइजलाई पनि रिडक्सन गर्छ भनेर मैले भिडियोहरुमा हेरेको थिएँ त्यही भएर मैले यो माइक्रोफोन चाहिँ अर्डर गरेको छु अब यो चाहिँ अलिकति कस्टली पनि छ हैन
3100 अथवा 3200 मलाई पर्न आएको छ। हुन त यो बजेट माइक भन्न सक्छौँ हामीले यसलाई, किनकि माइक्रोफोन चाहिँ अब 100 रुपियाँदेखि सुरु भएर लाखसम्मको हुन्छ, त्यही भएर यसलाई हामीले बजेट फ्रेन्डली माइक्रोफोन भन्न सक्छौँ है। सो अब अहिले तपाईँले चाहिँ यो माइक्रोफोनबाट यो आवाज सुनिराख्नु भएको छ। अब चाहिँ म यसलाई कनेक्ट गर्छु, कस्तो आवाज आउँदो रहेछ लेट्स सी है। सो यहाँनिर प्लिक प्लिक गर्न थालिरहेको छ होइन, ब्लिङ्क हुन थालेको छ। मेबी यो कनेक्ट भयो कि भएन आई डोन्ट नो, केही पनि आइडिया छैन मसँग। हेलो हेलो हेलो, साउन्ड आइरहेको छ कि छैन आई डोन्ट नो, केही पनि आइडिया छैन होइन। अब यसलाई लेट्स सी। हेलो, आई डोन्ट नो यो कनेक्ट भयो कि भएन, मलाई पनि थाहा भएन है। सो यो कनेक्ट भयो होला सायद, यो यहाँ पनि अहिले बलेको छ होइन। अब कनेक्ट भयो होला। अब अहिले जुन साउन्ड आइरहेको छ आई डोन्ट नो साउन्ड आएको छ कि छैन, मलाई त्यो पनि थाहा छैन होइन। यो भिडियो पछि हेर्दाखेरि मात्रै थाहा हुन्छ। अब यो चाहिँ सायद 3टा मोडहरू छ यहाँनिर होइन, 3टा मोडहरू दिएको छ। अब यो कुन कुन मोडहरू हो यो मलाई पनि थाहा छैन है। अब यो यसको फुल रिभ्यू चाहिँ म पछि दिनेछु। अहिलेको साउन्ड चाहिँ सायद नर्मल मोडबाट आइरहेको होला। एकचोटि मैले अर्को थिचेँ भने। सो नाउ अब यो मेबी यो नोइज रिडक्सनको होला सायद है। अहिले चाहिँ नोइज रिडक्सनमा गइरहेको छ। अब कस्तो आवाज आइरहेको छ तपाईँहरूले कमेन्ट गर्नु होला। अब अर्को मोडमा लग्यो भने चाहिँ मैले यो सायद इको मोड आउँछ होला। यस, अब इको मोड होला सायद। हेलो हेलो हेलो, हाउ इज द साउन्ड क्वालिटी, कमेन्ट गर्नु होला तपाईँहरूले होइन। सो अब यो यसको अनबक्सिङ भिडियो थियो होइन। अब यसको फुल रिभ्यू भिडियो चाहिँ म पछि ल्याउने छु। अनि तपाईँहरूले पनि एउटा सस्तो बजेटमा चाहिँ राम्रो माइक्रोफोन किन्ने सोचिराख्नु भएको छ भने यो तपाईँहरूको लागि बेस्ट हुन्छ कि हुँदैन भनेर चाहिँ म अर्को भिडियोमा भन्नेछु। सो अब आजको लागि चाहिँ यो भिडियो यहीँनिर एन्ड गरेँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक पनि गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला। सो सी इन द नेक्स्ट रिभ्यू भिडियो है।